नहरमा नुहाउन गएको यति धेरै भिड देखेर म चाहिँ छक्क परेँ। अल राइट गाइस, स्वागत छ मेरो छोटो मिठो मिनी भ्लगमा। वर्कआउटको आज चाहिँ डे 6। बिहान उठेर म चाहिँ आज वर्कआउट गर्न लागेँ। रनिङमा चाहिँ गएको थिएँ। मैले चाहिँ भिडियो बनाउन पाएन किनभने मोबाइल स्विच अफ भएको थियो। अहिले चाहिँ मोबाइल चार्जिङ लगाएर भिडियो बनाइरहेको छु। म चाहिँ वर्कआउट गर्न लागेको 6 दिन पुगिसकेको रहेछ। यो 6 दिनमा चाहिँ मैले वर्कआउट गरेर मेरो शरीर चाहिँ एक्टिभ भएको छ। मैले चाहिँ एक्टिभ गराएको छु मेरो शरीरलाई। आजभोलि काम गर्न पनि झ्याउ लाग्दैन कि यो भन्दा पहिला काम गर्दा झ्याउ लाग्थ्यो भने आजभोलि काम गर्न झ्याउ लाग्दैन। सुतिराख्ने मन लाग्थ्यो, आजकल त लाग्दैन। उस्तै जे पनि गर्ने मन लाग्छ, वर्कआउट गर्न मन लाग्छ। बिहान चाहिँ वर्कआउट खत्म गरेर मैले चाहिँ हड नुहाएँ। हड नुहाइसकेर थोरै होमवर्क गर्न बाँकी थियो, म चाहिँ होमवर्क गर्न लागेँ। मेरो लुगाहरू पनि धुनु बाँकी थियो कि लुगा नधोएको पनि धेरै दिन भइसकेको थियो। अनि लुगा पनि धुएँ। लुगाहरू धुइसकेर सुक्न राखिदिएँ। काम गरिसकेर म चाहिँ गएँ अङ्कलसँग लम्की घुम्न। धेरै गर्मी भयो अनि उखुको जुस पनि पिएँ। म बिहान दुब्लिन्छु भनेर अङ्कलले जुत्ता दिनुभयो लगाउनको लागि। धेरै गर्मी भएको कारणले अङ्कल हामी जान लाग्यो नुहाउनको लागि नहरमा। नहरमा आएको यति धेरै भिड देखेर म चाहिँ छक्क परेँ। पानी देख्ने बित्तिकै मेरो शरीरमा तागत आएछ कि जम्प हान्ने मन लागिरहेको छ। जम्प हाने। मैले चाहिँ पौडी खेल्न मजा आउँछ। स्विमिङ पुल भन्दा चाहिँ हेमै मजा आउँछ कि पानी बग्ने पानीमा खेल्न। म चाहिँ मस्तले पौडी सौडी खेलेँ। पौडी खेल्न चाहिँ मलाई आउँछ। पहिल्यै पाहाडदेखि पौडी खेल्थेँ कि म, अनि खेल्न आउँछ। पानी चाहिँ हल्का गहिरो छ कि मलाई चाहिँ डुबाउँछ या पुरै घाँटीमा आउँछ। पौडी खेलिसकेर अब चाहिँ जान लाग्यो हामी घर। आजको भ्लग यति नै। च्यानलमा नयाँ हुनुहुन्छ भने फलो गर्नु होला।